नमस्ते, जय देश, जय माटो। यहाँहरूलाई मेरो यो छोटो भिडियोमा स्वागत छ। आज म तपाईहरुलाई मेरो यो कागती बगैँचामा लिएर आएर तपाईहरुलाई म कागती देखाउँदैछु। यो मेरो कागतीको बगैँचा 3 वर्ष भयो। यो वर्षदेखि चाहिँ मैले फल राख्ने तयारी गरिरहेको छु। गत वर्ष पनि केही फलेको थियो, धेरै जसो मैले टिपेर फाल्दिएँ र केही मात्रामा राखेको थिएँ परीक्षणको लागि, राम्रै भएको थियो। यो पटकदेखि चाहिँ मैले पूर्ण रूपमा राख्ने तयारी गरिरहेको छु। तपाईँ देख्न सक्नुहुन्छ झन्डै 100 वटा जति बोट छ मेरो यहाँ कागतीको। विशेष गरी म तपाईहरुलाई यो बिरुवाको बारेमा जानकारी गराउन चाहन्छु। यो चाहिँ के भन्छ, यो कागती र सुन्तलाको क्रस होला सायद, यो मुन्तला। तपाईँ देख्न सक्नुहुन्छ यो अन्य बिरुवा भन्दा यो चाहिँ अलिकति ठुलो छ। अन्य बिरुवाहरू चाहिँ हेर्नुहोस्, यता यो अलि सानो छ सबै, भने यो अलिकति ठुलो छ र यो वर्षबाट यो बिरुवामा पनि फल लागेको छ। तपाईँ देख्न सक्नुहुन्छ एकदम मजाको फल लागेको छ यसपटक। तपाईँ देख्न सक्नुहुन्छ यहाँ यो गुच्छाको आकारको फल भइसकेको छ। यो एकदमै मजाले फलेको छ। तपाईँ देख्न सक्नुहुन्छ बाक्लो फल लागेको छ यसमा है। यसको कस्तो हुन्छ भन्दा यो कागती प्रजातिकै हो, तर यो मुन्तला एकदमै यसको फल, यसमा चाहिँ विशेष गरी चाहिँ रस एकदम बाक्लो रस बस्छ यसको। झन्डै एउटा यो मुन्तलाको एउटा फलबाट 5 वटा कागतीबाट आउने जति रस यसबाट चाहिँ एउटैबाट आउँछ। तपाईँ देख्न सक्नुहुन्छ। त्यसैले पनि यो मुन्तला अति प्रख्यात छ। यो फल राम्रो लागेको छ हेर्नुहोस्। त्यसै गरी यो वर्षबाट मैले यो कागतीको सुन कागती 1 नम्बरको सुन कागती हो यो सबै। यसमा पनि फल राख्ने विचार गरेको छु। फल राख्नलाई यो फागुनमा एकपटक फुल लागेर सबै फुल झरिसक्यो र अब यो वैशाख र जेठमा लाग्ने फुलबाट भने फल बस्छ। पहिला फुलेको फुलहरू सबै खसिसक्यो, अब बिस्तारै यो फुलेर यसबाट चाहिँ फल बस्छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ यो वैशाख, यो फागुनतिर चाहिँ फुलेको फुलको यो फल हो भने अहिले यो वैशाख र जेठमा फुल्ने फुलबाट बसेको यो मसिनो छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ यी फल बसिसकेको छ यहाँ। अब यो अहिले सानो छ, जब यो बढ्छ अहिले यसमा बाक्लो देखिन्छ। अहिले यो मसिनो छ है। यो अहिले वैशाखको हो भने तपाईँ देख्न सक्नुहुन्छ यता यो फल चाहिँ यो फागुनको फुलबाट हो। फागुनको फुलमा फुलेको फलहरू खासै बस्दैन, झुकिएर एउटा दुईटा मात्रै बस्ने हो। यो एउटा दुईटा मात्रै बसेको छ र यो विशेष गरी यो अहिलेको वैशाखको फुलबाट चाहिँ यसरी झुप्पा बस्छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ फल बसिसकेको अवस्था छ, देख्न सक्नुहुन्छ। यो पटकबाट भने म यो कागतीमा यसको फल राख्नेछु। हेरौँ यो वर्ष कस्तो यसले चाहिँ कस्तो उत्पादन दिन्छ। त्यसपछि म तपाईहरुलाई अर्को भिडियोमा यसको यो उत्पादन भएको, अहिलेको यो उत्पादन, यो वर्षको उत्पादन कस्तो हुन्छ तपाईँ यहाँ देख्न सक्नुहुन्छ। फुल फुल्दैछ, फुल्ने क्रम सुरुवात भएको छ। यो सुरुवात हो, अब यो बिस्तारै यो फुलेर यसरी देख्न सक्नुहुन्छ तपाईँ यहाँ यसरी फल बस्छ। र 3 वर्षपछि मैले फल राख्ने निर्णय गरेको छु, किन भन्दा अब उमेर पनि पुग्यो यो बिरुवाहरूको हैन। ठ्याक्कै 3 वर्ष भयो। यो मेरो 79 सालको मेरो जन्मदिनमा असार 12 गते मेरो जन्मदिनको अवसर पारेर रोपेको बिरुवाहरू हो। झन्डै 100 वटा बिरुवाहरू छ र यो अलिकति अगाडिको फल यहाँ ठुलो भइसकेको छ। एउटा चाहिँ देख्न सक्नुहुन्छ
र अहिले यो फुल्दै गरेको फुल पनि तपाईँ यहाँ देख्न सक्नुहुन्छ। यो अहिले फुलेको फुलबाट भने फल बस्छ र यो फागुनमा पनि फुलेको थियो। योभन्दा धेरै बाक्लो फुलेको थियो फागुनमा। यो सबै के त भन्दा फुलेको मात्र त्यो फुलेर सबै झर्छ र अहिलेको यो त्यो फागुनमा जस्तो बाक्लो चाहिँ फुल्दैन, यो पातलो फुल्छ, यहाँ देख्न सक्नुहुन्छ है। तर जति फुल्यो त्यतिबाट चाहिँ फेरि यो फल लाग्छ। यो कागती अब मानव जीवनको स्वास्थ्यको लागि पनि अति उपयोगी एउटा यो फलफुल हो। यसमा कहिले पनि किरा लाग्दैन। फलमा, बिरुवामा त किरा लाग्छ तर फलमा चाहिँ कहिले पनि किरा लाग्दैन हैन। जसरी आँपको फलमा किरा लाग्छ, आँप गुलियो हुन्छ र किरा लाग्छ, तर यो कागती अमिलो हुन्छ, यसमा किरा लाग्दैन। मैले भन्न खोजेको के भने कागतीले स्वास्थ्यलाई फाइदा गर्छ र यो तपाईँ देख्न सक्नुहुन्छ यहाँ पुरै फल लाग्नलाई फुलिरहेको छ र मान्छेको जीवन पनि त्यस्तै हो। जो धेरै गुलियो हुन्छ त्यो किरा लाग्ने खालको हुन्छ भने जो अलि अमिलो टाइपको मान्छे हुन्छ त्यसको खासै किरा लाग्दैन र मान्छेको जीवन पनि जो अमिलो मान्छे छ त्यो सबै साथीहरूको लागि एकदमै सुहाउने खालको मिलनसार हुन्छ भने गुलियो साथीहरू कुनै न कुनै ठाउँमा गएर तपाईँहरूलाई अप्ठ्यारोमा पार्छ अथवा धोका दिन्छ भन्ने सङ्केतसहित आजको यो छोटो भिडियोबाट म बिदा चाहन्छु। जय माटो, जय देश, जय श्रमदान।